दर्शकवृन्द, अहिले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका र गौशाला नगरपालिकाको बीचमा मोहरा खोलामा उपस्थित भएका छौँ। दर्शकवृन्द, जो तपाईँ हेर्न सक्नुहुन्छ यो झुलङ्गे पुल हो। यो झुलङ्गे पुलको अवस्था के कति राम्रो छ तपाईँलाई पनि जानकारी भएकै होला, किनभने यसमा हामी पटक पटक यसको भिडियो बनाएर सम्बन्ध निकालाई झकझकाउने प्रयास गरेका थिए, तर यो झुलङ्गे पुल बन्न सकेन। तर भर्खरै नेपाल सरकारद्वारा र प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम पनि सम्पन्न गरेका छन्, तर यो नदीको झुलङ्गे पुल त्यसमा पर्न सकेन। किन पर्न सकेनन्? सायद यो जङ्गल, यो नदी नेपालमा छैन कि यो पनि उहाँहरूको दिमागमा विदेशमा नै छ जस्तो लागिरहेको छ, जस्तो हामीलाई अनुभूति भइरहेको। दर्शकबिन, तपाईँ हेर्न सक्नुहुन्छ यो सोनमा गाउँपालिका र गौशाला नगरपालिकाका जोड्ने यो मोरा खोलामा झुलङ्गे पुल बन्दै थियो, तर विभिन्न कारणले गर्दाखेरि यो पुल बन्न सकेन। यहाँबाट जाने र आउने सबैलाई धेरै मर्कानै परिरहेका छन्, तर यहाँका सम्बन्धित मन्त्री, सम्बन्धित व्यक्ति, सम्बन्धित निकायलाई केही पनि जानकारी भएको छैन जस्तो मलाई लागिरहेको छ। दर्शकबिन, तपाईँ हेर्न सक्नुहुन्छ यो बाटो अझै नदीमा पानी आउँछ भने यहाँबाट जाने र आउनेवालालाई धेरै शास्ति बेहोर्नु पर्ने हुन्छ। दर्शकबिन, तर नेपाल सरकार र प्रदेश सरकारलाई के यसको मतलब छैन। मतलब कहाँ छ? जहाँ फाइदा हुन्छन् वहाँ मतलब छ, यहाँको जनतासँग केही मतलब राखिएको छैन। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ यतातिर पनि अलि नेपाल सरकारद्वारा नै काम भएको छ, जो तपाईँ हेर्न सक्नुहुन्छ। यतातिर अहिले नदी कटान पनि यतातिर भइरहेको छैन, तर केही बाँकी रहेको कारणले गर्दाखेरि त्यतातिर काम पनि बन्द भएको छ, जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ हजारौँ हजार बिघा कटान गरिसकेका छन्, तर छरदेवाली नभएको कारणले गर्दाखेरि अहिले पनि उहाँका जनता, सोनमा गाउँपालिका वडा नम्बर 8 का जनताहरू पनि मर्कामा छ। दर्शकबिन, तपाईँ हेर्न सक्नुहुन्छ नदीमा झुलङ्गे पुल हुनुपर्ने हो, मानिसलाई आवत जावत गर्नको लागि बाटोको व्यवस्था हुनुपर्ने हो, यो मुख्यतः पनि छ। तर खोइ त दर्शकबिन, भर्खरै नीति तथा कार्यक्रम बनेका छन्। प्रधानमन्त्रीले 64 वटा कालो पत्रीको शिलान्यास पनि गरेका छन्, उद्घाटन पनि गरेका छन्, तर यो नदीको बाटो, यो नदी उहाँलाई, उहाँका मन्त्रीलाई, उहाँका सांसदलाई सायद पर्न सकेन, देख्नु भएको छ। त्यसर्थ हामी यो भिडियो बनाउनको मेरो मुख्य उद्देश्य अहिले पनि तपाईँहरूको कार्यक्रममा छ भने यो राखिदिनुहोस्, किनभने तपाईँका जनता नै यहाँका जनता हुन्, कुनै यहाँका विदेशी जनता होइन, कुनै पाकिस्तान, कुनै इन्डियाका जनता होइन, नेपालकै जनता हो। तपाईँको नजर मात्र फरक छ, किनभने तपाईँ हरेक दृष्टिकोणले हेर्नुहुन्छ यो विदेशी जनता होला, तर छैन। दर्शकबिन, यो नदी तपाईँ हेर्न सक्नुहुन्छ, यो नदीमा हजारौँ हजार बिघा कटान गरिसकेका छन्। मानिसलाई आउन जानमा निकै शास्ति बेहोर्नु पर्नेछ, तर झुलङ्गे पुलको अवस्था तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ यसमा पनि धेरै धेरै यसमा सामानहरू लगिसकेका छन्, तर कसैले पनि ध्यान दिएका छैन। अख्तियारलाई त पटक्कै ध्यान छैन। के भन्नुहुन्छ दर्शकबिन यसमा? जब हाम्रो निकाय यही त अख्तियार दुरुपयोग आएको छ, यसमा यति भ्रष्टाचारी भएको छ, यो पैसा कहाँ गएको छ, कसले लागेको छ, कसैले खोजिन पनि आजसम्म पनि गरेको छैन। तर यो मोरा खोलामा यो गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका बिचमा यो मोरा खोला पर्छ, यो महोत्तरी जिल्लामा। दर्शकबिन, तर यहाँको जनतालाई शास्ति यति बेहोर्नु पर्छ, त्यसको कल्पना पनि गर्न सक्दैन। अझै नदीमा पानी आउँछ भने आउन जानमा निकै शास्ति बेहोर्नु पर्छ उहाँहरूलाई, तर यहाँका सरकार अन्धो सरकार जस्तै छ। मन्त्री त पटक पटक बन्छन्, 3-3 महिनामा मन्त्री बनिहाल्छन्, तर जनताको समस्या जस्ताको त्यस्तै रहन्छ। यदि जनताको समस्या समाधान भइदिएको भए, यो पुल भइदिएको भए, सायद मलाई यो कार्यक्रम पनि गर्ने थिएन, यो भिडियो पनि बनाउने कुनै आवश्यकता थिएन। तर म 3-4 साल 5 सालदेखि कन्टिन्यू यसको म भिडियो बनाइरहेको छु, ताकि हाम्रो सरकारको ध्यान आकर्षण होस्। तर ध्यान आकर्षण होइन, यहाँ कार्यकर्तामा पनि बाँडबटुल हुन्छ। जति बजेट आउँछ त्यति कार्यकर्तालाई यहाँ वितरण गरिहाल्छ, विकास के हुन्छ? दर्शकबिन, यहाँ यदि कार्यकर्तालाई दिनुहुन्छ भने यो पुल किन निर्माण हुन सकेन? यसमा पुलको बजेट किन स्थापना हुन सकेन? किन 3वटा सरकार चाहियो देशमा? त जब जनताको विकासै हुँदैन, जनताको कामै हुँदैन भने सरकार किन 3वटा चाहियो? दर्शकबिन,
हेर्न सक्नुहुन्छ यहाँ यो अवस्था हेर्न सक्नुहुन्छ यहाँ यो नदीको अवस्था हो। यो सोनमा गाउँपालिका र गौशाला नगरपालिकाको बिचमा जो नदी पर्छ त्यस्तो अवस्थामा देखाइरहेको छ, हेर्न सक्नुहुन्छ यहाँ। यो वर्ष यो 5-7 वर्ष पहिला नै यो पुलको निर्माण हुन लागेका थिए, तर विभिन्न कारणले गर्दाखेरि यो पुल बन्न सकेन। यो पुलको सरसामान कसले चोरेर लग्यो, कसले बेचिदियो, अहिलेसम्म पत्ता पनि लागेको छैन दर्शकबिन। तर भर्खरै नीति तथा कार्यक्रम सम्पन्न भएका छन्, हाम्रो मध्य प्रदेशको पनि भएका छन् र केन्द्रको पनि भएका छन्। तर दर्शकबिन यो पुल बन्न सकेन। वास्तवमा यसमा पुल बन्नु पर्छ कि पर्दैन, तपाईँलाई के लाग्छ? आफ्नो राय र सुझाव पक्कै दिनु होला। हस्त दर्शकबिन।